भाग्यो सब भाग्यो। न्यू डे न्यू ब्लग। आज चाहिँ हाम्रो कम्पनीको टुर। यो हाम्रो कम्पनीको एन्ट्रेन्स गेट। अनि यो यहाँ ठेक्पेहरू डेलिभरीहरू पार्सलहरू आयो भने चाहिँ यहाँनिर बस्छ। अहिले नि बसेको छ, कागजको नाममा के आएको छ। अनि यो बस्ने ठाउँ। यहाँ अङ्गुर पनि दामी, खाँदा चाहिँ मिठो छैन तर दामी चाहिँ दामी छ अङ्गुरहरू। त्यो कालो खाले अङ्गुर। यहाँ अङ्गुर। पार्किङ लट यहाँबाट अलिक अँध्यारो देखिरह होला तर भित्र धेरै ठुलो छ ठाउँ। यो हो हाम्रो कम्पनीको मेन बाटो। यहाँनिर हामी 3 जना सँगै आएका थियौँ, 3 जना साथी। ती 3 जनाबाट चाहिँ हामी 3 जनाबाट चाहिँ 2 जना माथि काम गर्दैछौँ। ऊ इल्दोङ हो हाम्रो, इल्दोङ 1 नम्बर बिल्डिङ। घन्टी लाग्यो 5:30 को। यतिखेर खानासाना खाएर अरू बेला हामी ड्युटी फर्किसक्यौँ। तर आज चाहिँ बुधबार शनिबार आइतबार 5 बजेतिर छुट्टी दिन्छ। मेरो चाहिँ यागान राति पनि हुन्छ, एक हप्ता राति 1 हप्ता डे हुन्छ। त्यसले गर्दाखेरि चाहिँ टाइम मिल्दैन। अहिले आज डे परेर भिडियो बनाएको। मेरो चाहिँ माथि छ, त्यहाँनिर काम छ मेरो प्लाई बनाउने। अनि यहाँ चाहिँ हाम्रो अरू दाइहरूले, अरू नेपाली दाइहरूले यहाँ काम गर्छन्। 7 वर्ष 8 वर्ष 10 वर्ष 15 वर्ष भएका दाइहरूले चाहिँ यहाँनिर काम गर्छन्। अनि त्यहाँ र त्यो बिल्डिङ र यहाँनिर चाहिँ त्यो माथिबाट बनिएको प्लाईको फिनिसिङहरू, त्यसको के बनाउने त्यो बनिन्छ। पर प्याकिङ हुन्छ परको। अनि यो हाम्रो गार्डन। यहाँ पनि अङ्गुर थियो जस्तो लाग्यो, होइन रहेछ। यहाँ अङ्गुर होइन रहेछ। यो हाम्रो गार्डन अलिकति छ सानो, कम्पनीको बिच भागमा। दामी छ हेर्दा। यहाँनिर बस्दा अझ जाडो महिनामा हामी आउँदा हल्का जाडो महिना थियो कि त्यतिखेर घाम ताप्नु आउँदाखेरि एकदमै सुकुन भन्छ नि, सुकुन त्यस्तो खालको हुन्थ्यो मन। यहाँनिर पोखरी यो सरसफाइ गरेको छैन बर्खाले गर्दा। माछा पोखरी पानी अलिक फोहोर भएर चाहिँ माछा नदेखिया हो, नत्र भने चाहिँ छन् रङबिरङ्गी अतरङ्गी सबै खालका माछा छन् यहाँनिर। अनि एउटा गार्डन चाहिँ उहाँ माथि पनि छ, बिल्डिङ माथि यहाँनिर। त्यो चाहिँ अहिले भित्र गएर बनाउँछु म त्यसको भ्लग चाहिँ। यो हो हाम्रो तलको ग्राउन्डको भाग। यहाँनिर सानो पुल पनि छ। यहाँनिर पुल त छ अझ पोखरी हो। यहाँनिर पानी जमेको छ धेरै। त्यहाँ पानी जम्छ अनि त्यहाँबाट यहाँनिर बग्दै यो सानो पुल हो। अनि यहाँबाट त्यो पोखरीमा जान्छ। त्यहाँनिर माछा होला सायद। हल्ला गऱ्यो भने चाहिँ गइहाल्छन्, भागिहाल्छन्। ठुलो माछा ढुक्क फेरमा के गर्दैछ पनि। भाग्यो सब भाग्यो। यहाँ ठुलो छ, सबभन्दा ठुलो माछा लगभग 4-5 केजीको होला। यहाँ पर भयो। यो भयो पोखरी, माछा पोखरी हो। अनि यहाँ मासतिर एउटा सानो पोखरी छ। त्यो सानो पोखरीमा नुहाउनु चाहिँ मिल्दैन, नुहाउनु मन चाहिँ गर्छ। दिउँसो यस्तो साह्रो गर्मी हुन्छ काम गर्दाखेरि, खपी साध्यै हुँदैन। त्यतिखेर यहाँ आएर नुहाउनु चाहिँ मन गर्छ तर मिल्दैन र बतै। पानी कस्तो सफा क्लियर छ।
यहाँबाट आउँदै रहेछ पानी पाइपबाट झर्दै रहेछ। यो भयो हाम्रो गार्डन। यहाँ गार्डनको बिचमा मेन बस्ने ठाउँ। पहिला चाहिँ यहाँ साउ मात्रै बस्थ्यो अरे, अनि अहिले चाहिँ अब अरूले पनि बस्नु मिल्ने खालको भएको छ। यो पनि यसको नि छाना स्टाइल चाहिँ पहिलाको ओल्ड त्यो घरहरूको जस्तो हानोक टाइपको छ यसको छाना पनि। माथि छानाहरू बवाल छ। अनि अरू रह्यो यो भित्रको डिजाइनको यहाँ बस्ने, यहाँ बसेर यसो दिउँसो चिल गर्दा हुन्छ। खानासाना खाएर 5 बजेतिर खानासाना खाएर यहाँ 2 टाइमतिर खाना दिन्छ। 2 टाइम खाना दिन्छ, एउटा 5 बजे र एकचोटि 12 बजीतिर। अनि त्यतिखेर बस्ने मजा आउँछ। माछा आफ्नो यहाँ ठुलो माछा आयो, देखिँदैछ छैन? दादा आयो, दादा दादा गयो अलिक तल छ, देखिएको छैन क्यामेराबाट। दादा भएर घुम्दैछ त्यो माछा। यति नै छ। अब माथि हाम्रो खिसुक्सा होस्टेल बस्ने ठाउँदेखि ठ्याक्कै बाहिरपट्टि छ क्या, यहाँ माथि त्यो गार्डन पनि अहिले सुट गर्छौँ।